दर्शकबिन नमस्कार, स्वागत तथा अभिनन्दन गर्न चाहन्छौ कार्यक्रम धनुष विशेषमा। म अनिल निराला। नेपाल और नयाँ नेपाल जेनजी पुस्ताहरूले गरेको आन्दोलन पश्चात काठमाडौँमा अहिले फोहोर मैला धेरै बढिसकेको छ। खास भन्दाखेरि जेनजी पुस्ताले गरेको आन्दोलनमा धेरै घुसपैठ भएको छ र घुसपैठकै कारणले आज नेपालका छात्र छात्राहरूले ज्यान गुमाउनु परेको छ र त्यही परिवर्तनको कारणले परिवर्तनमा पनि अहिले काठमाडौँमा विभिन्न सङ्घ संगठन लगायत नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले, मधेसवादी दल लगायतले आफ्नो आफ्नो धारणा व्यक्त गरिरहेछ। अब जेनजी पुस्ताले गरेको परिवर्तनलाई कसरी लिने हो भइहाल्यो र सन्तोष विश्वकर्माको पनि उदयपुर भएर छ। यति 6वटा चाहिँ हाम्रो शहीदहरुको सब चाहिँ 10 जनाको चाहिँ हामीले पशुपतिमा लगेर दाह संस्कार गर्नेछौँ र 6 जना हैन 10 जना टोटल हो। 4 जना चाहिँ पशुपतिमा दाह संस्कार हुँदैछ, 6 जना चाहिँ हामीले हेलीबाट बाहिर लाइदैछौँ। त्यस्तो भएको छ। रुट चाहिँ कताबाट जान्छ? रुट अहिलेसम्मको हामीले प्लान गरे अनुसारको चाहिँ टिचिङदेखि सिधै चाहिँ लाने भन्ने छ। अहिले सबैले व्यवस्था भनेर त्यसको लागि तयार हुन्छ। 2टा सस्ताको गाडी आउँदैछ, एउटा पशुपति जाने, एउटा चाहिँ रिङ रोड यहाँबाट निस्केर चक्रवत चोक हुँदै निस्केर चाहिँ हामी जान्छौँ भन्ने चाहिँ लागेको छ। थप केही जानकारी आयो भने पऱ्यो भने त्यो हामीलाई जानकारी गराउँछौँ हजुरहरूलाई। अहिलेसम्मको प्राप्त जानकारी। तर अहिले हामी खास भन्दाखेरि जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरूलाई सम्मान तथा उहाँको परिवारप्रति धेरै धारण गर्नको लागि धनुष टिभी परिवार हार्दिक संवेदनासँगै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र अहिले काठमाडौँमा सबलाई पशुपति आर्यघाटमा दाह संस्कार गर्नको लागि र सम्बन्धित व्यक्ति घर परिवारलाई सब बुझाउँदै गरेको जुन भिडियो अहिले तपाईहरु मेरो स्क्रिनको पछाडि सार्वजनिक हेरिराख्नु भएको छ। अहिलेको परिवेशमा नेपाल नयाँ पुस्तामा परिवर्तनको ओर गइरहेछ र अहिले 3 जना क्याबिनेट, ऊर्जा मन्त्री, गृह मन्त्रालय र अर्थ मन्त्रालय 3 जनालाई मिलाएर अहिले मन्त्रीमण्डल विस्तार गरिएको छ र त्यही मन्त्रीमण्डलको पहिलो निर्णयबाट शहीद परिवारलाई जेनजी स्मारक पार्क बनाउने, आसिन 1 गते शोक विदा, शहीद परिवारलाई 15 लाख, मृतकलाई शहीद घोषणा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र घाइतेहरूलाई निशुल्क उपचार गराउने। यो कम्तीमा 5-6वटा जुन बुदा छ अन्तरिम सरकारको प्रधानमन्त्री, पूर्व न्यायाधीश तथा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको 3 क्याबिनेट मन्त्रीमण्डलबाट निर्णय भएको यो पहिलो अन्तरिम सरकारको प्रधानमन्त्रीका 3 क्याबिनेटले बसेको मन्त्री परिषदको बैठकले 5-6वटा घाइते परिवार, शहीद परिवार र आसिन खास भन्दाखेरि आसिन 1 गते बिदा दिने घोषणा पनि गर्नु भएको छ र अहिले जेनजी आन्दोलनमा घुसपैठका कारण धेरै पार्टीहरूले आकांक्षा के राखिरहेछ भन्दाखेरि जेनजी पुस्ताले यो राष्ट्रलाई नयाँ नेपाल निर्माण गर्न सक्दैन। पुनः जेनजी पुस्तालाई कहाँ चुक भएको छ भन्दाखेरि अदर विज्ञहरूको भनाइ छ, अदर पार्टीहरूको भनाइ छ, आम पब्लिकको भनाइ छ कि त्यही बेला जंगी अड्डामा बसेको सम्झौतामै आफ्नो माग यदि संशोधन गराइदिएको भए आज नेपाल फेरि नयाँ पुस्तामा ढलिन्थ्यो। नत्र 6 महिनापछि जुन फागुन 21 गते जुन चुनाव हुन्छ संघको, त्यसमा कहीं न कहीं शंका लागिरहेछ कि केही पुरानै पार्टी आउला कि धेरै जनताहरूको माइन्ड मस्तिष्कमा त्यही बसिरहेछ। सम्पूर्ण दर्शकबिनलाई
म अनुरोध गर्न चाहन्छु अहिले हाम्रो नयाँ नेपाल निर्माणको र अन्तरिम सरकारमा परिवर्तनको ओट जेएनजी पुस्ताले गरेको बलिदानीप्रति हामी खेर नजाऊ र नयाँ नेपाल निर्माण गरेर छाडौँ भनेर सम्पूर्ण 3.5 करोड जनताको सपना छ। कार्यक्रम धनुष विशेषबाट म अनिल निराला बिदा चाहन्छु। नमस्कार।